Greetings to all of you joining us online as we go live to the Abundant Life Bible Training Center in Nepal. Thank you for joining us. Please invite your friends that speak the Nepalese language to join us as we delve into God's Word, continuing on the subject of spiritual warfare. And with me translating is Pastor Deepak Basel, who is also the director of this Bible school. Thank you all for joining us. And we are continuing on the subject of spiritual warfare. Yesterday, we established that we live in two worlds, the visible and the invisible. Go ahead. Pastor Deepak, your sound. Can you आज हामी एबन्डेन्ट लाइफ बाइबल स्कुलको उसमा छौं र हामीले आज बाइबल स्कुलमा भाइ बहिनीहरूलाई पढाउनको लागि आज हामीले आत्मिकी हतियारको बारेमा सिक्न गइराखेका छौं. And just like in the physical world, there are things that exist that we cannot see with our eyes, much more so in the spiritual world. आज हामी देख्दैछौं यो संसारमा, यो भौतिक संसारमा हामीले धेरै कुराहरू देख्न सक्छौं र कति कुराहरू हामीले देख्न सक्दैनौं. त्यस्तै जुन यो संसार छ त्यस्तै अर्को एउटा आत्मिकी संसार पनि रहेको छ. In Ephesians, we discovered that we are in spiritual warfare. हामीले एफएसीमा देख्न सक्छौं आत्मिकी अनि युद्धको बारेमा हामी जान्न सक्छौं. And Paul talks about it in other passages as well, but very specifically in Ephesians chapter 6. पाउलले अन्य अनि पत्रहरूमा पनि लेख्नु भएको छ, तर विशेष गरेर एफएसीको 6 अध्यायमा चाहिँ यो युद्धको बारेमा हामी स्पष्टसँग जान्न सक्छौं. Our enemy is not a brother or sister from another church. Our enemy is the devil. हाम्रो शत्रु भनेको विश्वासी होइन, हाम्रो शत्रु भनेको अर्को मण्डलीको विश्वासी होइन, अर्को मण्डलीको विश्वासी होइन, अनि अरु छिमेकी होइन, तर हाम्रो शत्रु भनेको शैतान चाहिँ हो. You see, the devil would like us to get into arguments with other believers rather than winning souls for Jesus Christ. शैतानले हामीले मानिसहरूलाई प्रभुमा जित्नुको साटो अर्को चर्चको विश्वासी अर्को विश्वासीसँग हाम्रो चाहिँ नराम्रा कुराहरू हालिदिएर हामीलाई झगडाहरू बनाइदिन्छ, झगडाहरू चाहिँ पारिदिन्छ. त्यो शैतानको काम हो. We know that the devil exists and he is mentioned 140 times in the Bible. बाइबलमा हामी देख्न सक्छौं त्यहाँ चाहिँ शैतानको बारेमा बताइएको छ. शैतानको बारेमा 140 पटक त्यहाँ चाहिँ उद्घोष गरिएको छ. Peter said that he comes like a roaring lion. पत्रुसले भनेका छन् शैतान गर्जने सिंह जस्तै भएर अनि आउँदछ. Now, this is something very important for you to know. अनि तपाईले यो कुरा जान्नु चाहिँ एकदमै महत्त्वपूर्ण छ है. Not to be afraid of the devil because we are not afraid of him. शैतानदेखि हामी डराउनु हुँदैन, त्यो हामीसँग हामीभन्दा शक्तिशाली छैन. But the roar of a lion puts a lot of fear on other animals and on humans too. शैतान चाहिँ त्यो त्यसको गर्जन हुन्छ नि, त्यसले अनि जनावरहरू जस्तै सिंह गरिन्छ अनि जंगलका जनावरहरू डराउँछन् र हामी पनि डराउँछौं. त्यस्तै शैतानले पनि डर मात्रै हालिदिएको हो. So what we must remember is that one of the tactics of the devil is to put fear on you by making a problem appear to be bigger than it really is. शैतानको एउटा योजना अर्को योजना भनेको
अनि त्यो गर्जने र मानिसहरूमा डर उत्पन्न गराउने त्यो शैतानको एकदमै ठुलो रणनीति हो। And that is one of the descriptions here, that he comes like or walks about like a roaring lion. त्यसै कारणले यहाँ बताइएको छ कि ऊ गर्जने सिंह जस्तै भएर हिँड्छ र गर्जने सिंह जस्तै भएर ऊ चाहिँ बडो जोडले गर्जिन्छ, कराउँछ। But the Lion of the tribe of Judah, Jesus Christ, defeated him. तर अनि यहुदा कुलबाट आउने सिंह चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ, जसले शैतानलाई हराइसक्नु भएको छ। So the devil may roar and make a lot of noise, but he does not have power over you. शैतान चाहिँ बडो जोडले कराउला, चिच्याउला, तर तपाईहरूलाई त्यसले हानि गर्ने तपाईँ त्यसकोसँग क्षमता छैन। Because Jesus defeated him. कारण किन भन्दा येशूले त्यसलाई हराइसक्नु भएको छ। आमेन। Amen. But the Bible tells us that we should not be ignorant of his devices or of his plans or his ways of doing things. बाइबलले हामीलाई बताउँछ शैतानका कुनै पनि युक्तिहरूको बारेमा हामी अनभिज्ञ हुनु हुँदैन। हामी सबैले त्यसका युक्तिहरू जानिराख्नुपर्छ। You see, the devil cannot overcome you and cannot have place in your life unless you allow him to. शैतानले तपाईमा अधिकार गर्ने अनि यसको शक्ति छैन जबसम्म तपाईले शैतानलाई आफूभित्र काम गर्ने अनुमति दिनुहुन्न, तबसम्म शैतानले केही पनि गर्न सक्दैन। जब तपाईले अनुमति दिनुहुन्छ त्यसपछि मात्रै शैतान तपाईँ भित्र आएर तपाईलाई आक्रमण गर्ने हो। Jesus clearly told us that he comes to kill, steal, and destroy. That is what he does. यसले स्पष्ट रूपमा भन्नुभएको शैतान मार्न, चोर्न र नाश पार्न आएको। त्यसैले त्यो चाहिँ एकदमै स्पष्ट छ। त्यसले त्यो मार्छ, त्यसले नाश पार्छ, त्यसले मान्छेलाई चाहिँ नराम्रो कुराहरु चाहिँ गर्छ। But you see, Jesus defeated him and he gave us authority over the devil. तर यसले शैतानलाई हराइसक्नु भएको छ र अनि उहाँले त्यसलाई हराउनको लागि हामीलाई शक्ति पनि अधिकार पनि दिनु भएको छ। And in Ephesians chapter 2 verse 6 we read, and well, let's start with verse 4. Ephesians chapter 2 verse 4 through 6. हेर्नुस् हामी एफिसी अनि 2 को अनि 4 देखि 6 सम्म पढौं त। But God, who is rich in mercy because of his great love with which he loved us, even when we were dead in trespasses, made us alive together with Christ. By grace you have been saved, and raised us up together and made us sit together in the heavenly places in Christ Jesus. एफिसी 2 अध्यायको 4 देखि 6 सम्म यसो लेखिएको छ, तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो। यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो अनि अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ र उहाँसँग हामीलाई उठाउनु भयो अनि स्वर्गीय स्थानहरूमा ख्रीष्ट येशूसँग बसाल्नु भयो। Amen. So God, who loved us, sent his son Jesus, who died on the cross for us while we were sinners. परमेश्वरले हामीलाई प्रेम गर्नुभयो अनि उहाँले हामी पापी छँदा नै आफ्नो पुत्रलाई संसारमा पठाउनु भयो। उहाँ हाम्रो पापको लागि मारिनु भयो। हामी पापी छँदा नै उहाँले हामीलाई औधी प्रेम गर्नुभएको छ। And by his grace, he saved us. He forgave our sins. उहाँको महान असीम अनुग्रहले हामीलाई
अनि बचाउनु भएको छ, हामीलाई क्षमा गर्नु भएको छ। But it says, and he raised us up together. अनि त्यस कारणले भनेको छ हामीलाई सँगसँगै उहाँले हुर्काउनु पनि भएको छ। So when Jesus Christ resurrected from the dead, जब येशू ख्रीष्ट अनि जब मृत्युबाट पौडी उठ्नुभयो, we were raised together with him vicariously or symbolically, just symbolically, but vicariously, so that we pass from death unto life. जब उहाँ चाहिँ मृत्युबाट पौडी उठ्नुभयो, उहाँ सँगसँगै हामीहरू पनि हाम्रो पापबाट हामी चाहिँ मरेर हामी येशूसँगै अनि जीवित भएका छौँ। But notice what more Paul writes here. He says, and made us sit together with whom? With Jesus in the heavenly places in Christ Jesus. त्यसै कारण पावलले यहाँ के भन्नुभएको छ भन्दा हामीलाई उहाँले जीवित बनाएर अनि उहाँसँगै उहाँका स्वर्गीय स्थानहरूमा अनि बसाल्नु भएको छ। Where is Jesus seated today? आज येशू कहाँ बस्नु भएको छ भन्नुस् त? He is seated at the right hand of the Father in heaven. अनि उहाँ चाहिँ आफ्नो पिताको दाहिने हातपट्टि स्वर्गमा बस्नु भएको छ। Positionally, we are seated with him together in that place of authority. Did you know that? तपाईलाई के एउटा कुरा थाहा छ? हामी पनि उहाँ सँगसँगै अनि परमेश्वरको बराबरीमा आज उहाँले हामीलाई त्यो अधिकार दिनुभएको छ। हामी उहाँसँगै स्वर्गीय स्थानहरूमा बसेका छौँ। आमेन। So when we look at problems, when we look at needs, we do not look at them as a mere human being looking from the ground up, but we look down from the heavenlies at those problems and needs from a position of authority. जब हाम्रा आवश्यकताहरू हामी देख्दछौँ, हामी प्रार्थना गर्दछौँ र हामी संसारमा भएको प्रकारले हामी माग्दैनौँ, तर हामी स्वर्गीय स्थानमा भएको त्यो अधिकार हामीले प्रयोग गरेर हामी उहाँसँग माग्दछौँ। I lived in the area of New York City for a couple of years. केही वर्ष अगाडि म चाहिँ अमेरिकाको न्युयोर्कको नजिकै बस्ने and worked with many churches in greater New York City area. अनि न्युयोर्कको मण्डलीहरूसँग मिलेर मैले धेरै कामहरूको त्यहाँ गरे। And when I would walk to my office in downtown or in Manhattan, I would look up at these buildings. They were so tall, so enormous, and you begin to feel small as you look at these tall buildings. अनि जब म चाहिँ त्यहाँबाट भएर अनि त्यो त्यहाँ चाहिँ त्यो न्युयोर्कमा जान्थेँ, यताउता हिँड्थेँ आफ्नो काममा, आफ्नो अफिसमा, अनि त्यहाँ चाहिँ ठुला ठुला बिल्डिङहरू, ठुला घरहरू त्यहाँ चाहिँ अनि देख्थेँ। But I have flown many times out of the airports there, and as the airplane goes up, it's a beautiful view of the city as you look through the window. अनि जब म धेरै पटक अनि जहाजमा पनि उडेर त्यहाँ शहरमा मैले त्यहाँ भएर अनि उडेको छु र मैले देखेँ कि कति राम्रा घरहरू त्यहाँ छन्। ती घरहरू मैले देख्छु एकदमै त्यो झ्यालबाट हेरे भने अनि मैले त्यहाँ देख्छु घरहरू, सुन्दर सुन्दर घरहरू त्यहाँ छन्। But when I look through the window of the airplane at those buildings, they don't look so big. The higher the airplane goes, the smaller those buildings look. तर जब मैले एरोप्लेनको झ्यालबाट हेरेँ अनि त्यो चाहिँ घर चाहिँ के देखिन्छ भने सानो देखिन्छ। ती एरोप्लेन माथि जान्छ अनि ती घरहरू त्यति नै साना देखिन्छन् त्यहाँ। Until those buildings look like little ants. अनि त्यसपछि जति माथि जान्छ ती घरहरू साना साना देखिन्छन्। Now the buildings did not change. तर त्यो घरहरू बदलिएको होइन प्रिय, but my perspective changed.
तर मेरो दृष्टिकोण मात्रै त्यहाँ चाहिँ बदलिएको। I was looking from the ground up when I walked on the street, but now I'm looking from the heavens down. अनि जब म चाहिँ जब गाडीमा हिँड्थेँ अनि मैले माथि चाहिँ फर्केर अनि माथितिर घरहरू हेर्थेँ, घरहरू ठुला ठुला भयङ्कर लाग्थे। जब म माथि आकाशमा उडेँ अनि मैले माथिबाट तल हेर्नु पर्ने भयो अनि घरहरू साना साना देखिन्छन्। You will face challenges in the ministry, and sometimes it will seem like there's no way out. It would seem like it's so difficult. The wall is too big, the mountain is too high. देख्न सक्छौँ अनि ती घरहरू साना साना लाग्छन् अनि पहाडहरू पनि ठुला पहाडहरू पनि साना साना लाग्छन्। जब हामी माथिबाट हेर्छौँ ती सबै कुरा साना मानिन्छन्, जब हामी तलबाट हेर्छौँ ती सबै कुरा ठुला ठुला हुन्छन्। But you need to look at those problems and those situations not through earthly eyes, but through a heavenly perspective. तर तपाईले ती समस्याहरूलाई अनि त्यो पृथ्वीमा संसारिक तवरले हेर्ने होइन, संसारिक दृष्टिकोणले होइन। जब तपाईले समस्याहरूलाई हेर्नुहुन्छ, जब तपाईका आवश्यकताहरूलाई खाँचोर तपाईले हेर्नुहुन्छ भने तपाईँ यो संसारिक तवरले नहेर्नुहोस्, तर स्वर्गीय स्थानमा तपाईहरू त्यो परमेश्वरको दाहिने हातपट्टि उहाँले तपाईलाई बसाल्नु भएको छ अनि त्यो प्रकारले तपाईले हेर्नुहोस्। Remembering that you are seated in a position of authority in Jesus Christ. याद गर्नुहोस् तपाई पनि स्वर्गीय स्थानमा परमेश्वरले तपाईलाई अनि स्थानमा त्यो अनि स्थानमा तपाईहरु बस्नु भएको छ। Let's read verse 6 again. आउनुहोस् फेरि हामी 6 पदलाई फेरि पढौं। And raised us up together and made us sit together in the heavenly places in Christ Jesus. यसकारण यहाँ 2 अध्यायको 6 पदले भनेको छ र उहाँसँग हामीलाई उठाउनु भयो अनि स्वर्गीय स्थानहरुमा ख्रीष्ट येशूसँग बसाल्नु भयो। Jesus said to the disciples, all power, all authority, in other words, has been given to me in heaven and on earth. And then he said to them, now go and make disciples of all nations. यसले भन्नुभएको छ कि अनि सारा स्वर्ग र पृथ्वीका अधिकार मलाई दिएको छ, यसकारण जाऊ र सुसमाचार अनि सुनाऊ। So he had all power, he defeated the devil, and he then transferred that power, that authority to whom? To the church. उहाँले अनि त्यो शक्ति र सामर्थ्य लिनुभयो अनि र उहाँले त्यो शक्ति र सामर्थ्य आज अनि संसारमा हामीलाई हालिदिनु भएको छ। आज त्यो शक्ति र सामर्थ्य उहाँले आफ्नो मण्डलीलाई चर्चलाई त्यो सामर्थ्य शक्ति दिनु भएको छ। He does not send you without being equipped. उहाँले तपाईलाई बिना सुसज्जित भएर कहिले पनि पठाउनुहुन्न, उहाँले तपाईलाई सुसज्जित बनाएरै पठाउनुहुन्छ। Well, let's look at Mark chapter 16, beginning with verse 15. हामी आज हेर्न्छौँ मर्कुसको 16 अध्यायको 15 पददेखि हामी हेर्नेछौँ। This is Jesus speaking to the church, speaking to the disciples just before he went back to heaven. येशूले आफ्ना चेलाहरूलाई आफू स्वर्ग आरोहण हुनुभन्दा केही क्षण पहिला चाहिँ यो कुरा आफ्ना चेलाहरूलाई बताउनु भयो। And he said to them, go into all the world and preach the gospel to every creature. मर्कुस 16 अध्यायको 15 पदमा भनेको जाऊ सारा संसारमा गएर सृष्टिमा सुसमाचार प्रचार गर। This is the supreme task of the Church of Jesus Christ on earth. आज यो प्रभु येशू ख्रीष्टको मण्डलीको सबैभन्दा ठुलो काम भनेको सुसमाचार प्रचार गर्नु हो।
And whether you are are called to be an evangelist or a pastor or a teacher or an apostle or a prophet, we are all responsible of preaching the gospel to this world. तपाईहरु सबैजना तपाईं चाहे इभान्जल के रे तपाईं प्रचारक हुनुहोस् तपाईं पास्टर हुनुहोस् तपाईं अथवा प्रेरित हुनुहोस् जेसुकै भए तापनि हामी सबैको ठुलो काम भनेको मण्डलीको काम भनेको गएर सुसमाचार प्रचार गर्नु नै हो. Now, notice what Jesus then said in verse 16 and on. He says, "He who believes and is baptized will be saved, but he who does not believe will be condemned." And then verse 17, "And these signs will follow those who believe." These signs will follow those who believe. यहाँ चाहिँ यसरी 16 पद र 17 पदमा यसरी भनेको छ, विश्वास गर्ने र अनि बप्तिस्मा लिनेले उद्धार पाउने छ, तर विश्वास नगर्ने दोषी ठहरिने छ. र 17 पदमा भनेको छ, विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्, मेरो नाममा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरू बोल्नेछन्. So when you preach the gospel, some will believe and those will be saved. अनि जब तपाईले सुसमाचारहरू सुनाउनुहुन्छ अनि कतिजनाले प्रभुमा विश्वास गरेर उनीहरू बाँच्ने छन्. Those that do not believe, they will be condemned because there is no salvation outside of Jesus Christ. जतिले उहाँमा विश्वास गर्दैनन् तिनीहरू दोषी ठहरिने छन्, किनकि संसारमा येशू ख्रीष्ट बिना कसैमा पनि उद्धार र मुक्ति छैन. But Jesus said these signs will follow you when you preach the gospel. यसले भन्नुभएको छ, जब तिमीले सुसमाचार प्रचार गर्नेछौ तिमीहरूसँग यी चिन्हहरू हुनेछन्. In my name they will cast out demons. अनि मेरो नाममा तिनीहरूले भूतहरू धपाउने छन्. God has given you authority over demons. परमेश्वरले शैतानहरूमाथि पनि अनि अधिकार दिनुभएको छ. The Bible says that Jesus cast out demons with a word. He spoke the word. He commanded the demons to come out. बाइबलले हामीलाई बताउँछ येशूले आफ्नो मुखले शैतानलाई हकार्नु भयो अनि त्यो चाहिँ निस्किएर भाग्यो. So you are not to be afraid of demons or demonic influences. अनि तपाईहरु शैतानदेखि नडराउनुहोस्. You have authority over them in the name of Jesus Christ. अनि तपाईहरुसँग त्यो अधिकार चाहिँ छ येशूको नाममा. When you say in the name of Jesus Christ, the person of Jesus Christ is behind that name, backing up that command that you are speaking. जब तपाईले येशूको नाममा भनेर प्रार्थना गर्नुहुन्छ अनि त्यो येशूको नामको पछाडी साँच्चै नै परमेश्वरले आफ्नो शक्ति लगाउनुहुन्छ र आफ्नो सामर्थ्य त्यहाँ उहाँले चाहिँ अनि खन्याउनुहुन्छ. The demon is not necessarily afraid of you, but he is afraid of the Jesus who lives in you. अनि शैतान तपाईसँग डराउँदैन, सायद त्यो डराउनु पनि पर्दैन शैतान, तर येशू तपाईसँग हुनुहुन्छ. येशूको नाममा जब तपाईले प्रार्थना गर्नुहुन्छ त्यहाँ चाहिँ शैतान चाहिँ काप्दछ. Now, I have seen some Christians pray that God would cast out a demon. अनि कतिजनाले मैले प्रार्थना गरेको सुनेको छु परमेश्वरले अनि शैतानलाई भगाउनुहुन्छ भनेर धेरै विश्वासीहरूले प्रार्थना गर्छन्. But God will not cast out the demon. He told you to do it. यहाँ सुन्नुहोस् है त, अनि यहाँ चाहिँ परमेश्वरले शैतानहरू भगाउनुहुन्न, तर शैतानहरू भगाउने त येशू हुनुहुन्छ. You have authority, and Jesus commanded you and me to exercise that authority. उहाँले तपाईँ र मलाई जुन अधिकार दिनुभएको छ त्यो अधिकारमा हामीले अभ्यास गर्नुपर्छ. अनि त्यो अधिकारमा जब हामीले कहाँ प्रार्थना गर्छौं शैतान भाग्नेछ.
he said they will speak with new tongues. अनि त्यहाँ भनेको छ तिनीहरूले अन्य भाषाहरू नयाँ नयाँ भाषाहरू बोल्ने छन्. I speak 5 languages, but but he was speaking about something else. अनि उहाँले हाम्रो पास्टरले अनि 5वटा भाषा बोल्नुहुन्छ है र शैतानले अन्य अरू भाषा पनि बोल्न सक्छ. He was speaking about tongues that the Holy Spirit gives us when we are baptized in the Holy Spirit. जब हामीले पवित्र आत्माको बप्तिस्मा हामीले पाउँछौँ उहाँले हामीलाई अन्य भाषामा प्रार्थना गर्ने दिनुहुन्छ. Now we can also learn other languages, and it is important to learn other languages to reach more people with the gospel of Jesus Christ. हामीले अरू भाषा पनि सिक्नु अनि एकदमै जरुरी छ, किनभने हामीले अन्य भाषाहरूमा पनि हामीले के गर्न सक्छौं त भन्दा अनि अरूलाई सुसमाचार सुनाउन सक्छौं र परमेश्वरको मानिसहरूलाई डोयाउन सक्छौं. Now then he says they will take up serpents, and if they drink any deadly thing, it will by no means hurt them. र अन्य अगाडि भनेको छ तिनीहरूले कुनै विषालु छ तिनीहरूले सर्पहरू समात्ने छन् र कुनै विषालु कुराहरू पिर्दा पनि कुनै किसिमले त्यसलाई हानि गर्ने छैन. Now this is not telling us to go and look for snakes and try it out. अनि यसको यो होइन कि तपाईहरु गएर खोजेर गएर साँपलाई समात्नुस् भन्न खोजेको चाहिँ होइन प्रियहरु है, नझुकिनु होला. But we remember when the Apostle Paul, there was a serpent that latched onto his hand that he just shook it off, and the bite of that serpent did not harm him. हामी त्यहाँ देख्न सक्छौं जब प्रेरित पावल एकपटक जब आफ्नो सेवाकाईमा थिए अनि उनले आगो बाल्दा अनि त्यहाँ अचानक एउटा उहाँको हातमा सहित सर्पले आक्रमण गर्यो र त्यहाँ चाहिँ त्यो सर्पको विषले कुनै पनि हानि गरेन. If someone tries to poison you, God will protect you. यदि तपाईलाई कसैले जहर हालिदियो भने पनि परमेश्वरले तपाईलाई चाहिँ सुरक्षा गर्नुहुनेछ. And then he says they will lay hands on the sick. Who? You, the believers, will lay hands on the sick and they will recover. अनि त्यहाँ भनेको छ 18 को अन्तिममा हेर्दै भने तिनीहरूले रोगीहरूमाथि आफ्ना हातहरू राख्ने छन् र तिनीहरू निको हुनेछन्. को त तिनीहरू भनेको आज तपाईहरु नै हुनुहुन्छ. तपाईहरुले रोगीहरूमाथि हात राख्नुहुन्छ र ती रोगीहरू निको हुनेछन्. आमेन भन्नुस् त. Amen. So Jesus gives you authority and power over demons and also over sickness. अनि येशूले हामीलाई शैतानमाथि पनि अधिकार दिनुभएको छ र रोगहरुमाथि पनि अधिकार दिनुभएको छ. When Jesus died on the cross, he paid for the forgiveness of all of our sins. जब येशू क्रुसमा टाँगिनु भयो हाम्रा सबै अनि ती अपराधहरुका पापहरुका मूल्य उहाँले चुकाइसक्नु भएको छ र हामीलाई क्षमा गरिसक्नु भएको छ. But the Bible also tells us that by his stripes, by that flogging, that those wounds that he received on his body, we are healed. We were healed. He paid for our healing. अनि उहाँले बाइबलमा लेखेको छ हामीलाई कि उहाँको कोर्राले हामी निको भएका छौं. उहाँका चोटहरुले हाम्रा घाउहरु निको भएका छन्. त्यसैकारण उहाँले हाम्रा सबै मूल्यहरु चुकाइसक्नु भएको छ. So what happened after this? त्यसपछि के भयो त? Let's look at verses 19 and 20. हामी हेर्ने छौं 19 र 20 पद पनि हेर्ने छौं है त. मर्कुसको 16 19 र 20 पनि हेर्ने छौं. So then, after the Lord had spoken to them, he was received up into heaven and sat at the right hand of God. अनि तब यसरी तिनीहरुसँग बोलिसक्नु भएपछि प्रभु येशू स्वर्गारोहण हुनुभयो र परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुहुन्छ. Remember what we read in Ephesians, that we were also seated with him in heavenly places. अनि हामीले एफिसीमा पनि भनेको हामीले त्यहाँ देखेका थियौ हामी अनि स्वर्गीय स्थानहरुमा परमेश्वरसँग अनि बसिरहेका छौं. Now, physically, you are in Nepal, sitting in this beautiful school. अहिले तपाई चाहिँ शरीरमा अहिले तपाईले एकदमै राम्रो
अनि त्यो बाइबल स्कुलमा तपाईहरु बसिराख्नु भएको छ। But positionally, as far as your authority is concerned, spiritual authority, you are sitting with Christ in the heavenly places. तर अहिले तपाईहरु चाहिँ के गर्नु भएको छ भन्दा अनि त्यो स्तरमा बस्नु भएको छ जुन चाहिँ येशू ख्रीष्ट आफ्ना पिताको दाहिने हातपट्टि बस्नु भएको छ। तपाईहरु पनि परमेश्वरको अनि सँगै उहाँसँगै हुनुहुन्छ। And listen to verse 20. And when they went out and preached everywhere, the Lord working with them and confirming the word through the accompanying signs. Amen. Amen. अनि हामीले 20 पदमा देख्न सक्छौं अनि चेलाहरूले गएर सबै ठाउँमा प्रचार गरे र प्रभुले तिनीहरूका साथमा काम गर्दै रहनुभयो र चिन्हहरूद्वारा वचनलाई दृढ पार्नुभयो। Amen. Amen. So when you preach the gospel of Jesus Christ, Jesus said, these signs will follow you. यसुले भन्नुभयो जब तिमीहरूले अनि वचनद्वारा काम गर्छौ तिमीहरूमा यी चिन्हहरू चाहिँ हुनेछन्। When Jesus was on earth, he preached the good news. But when he went to heaven, before he left, he said, we, the church, are to continue that work until he returns. उहाँले भन्नुभएको छ अनि उहाँले चाहिँ अनि यो चाहिँ सबै कामहरु चाहिँ गर्नु भएको छ जब उहाँले हामीलाई पनि त्यो अधिकार चाहिँ दिनुभएको छ। So when you face problems, when you face challenges in your ministry, in your life, in your home, your family, in your finances, don't look at how big those may appear. Put your eyes on Jesus. त्यो तपाईहरुमा समस्याहरु, बाधाहरु, अप्ठ्यारोहरु, कठिनाइहरु, दुःखहरु, पीडाहरु, समस्याहरु, अभावहरु आउँछ तपाईले आफ्नो दृष्टि येशूमा लगाउनुस्, परमेश्वरमा राख्नुस्। उहाँले सबै कुराहरु चाहिँ सम्भव तुल्याइदिनु हुनेछ। आमेन। Christ is the answer. किनकि ख्रीष्ट चाहिँ हाम्रो उत्तर हुनुहुन्छ। And he will not allow you to be tested or tried above what you are able to bear. अनि तपाईले उहाँले तपाईहरुलाई अनि सहनै नसक्ने अनि दुःख कष्टहरु परीक्षाहरु आउन दिनुहुन्न। He will always make a way out. अनि उहाँले जहिले पनि हाम्रो निम्ति एउटा बाटो अनि खोलिदिनुहुन्छ। Remember what we said in the beginning, that today's impossibilities can be tomorrow's miracles. तपाईले याद राख्नुहोस् कि है आजको असम्भवता भोलिको अनि एउटा आश्चर्य कर्म हुन सक्छ। Impossibilities are gateways to progress. अनि असम्भव चाहिँ भोलि त्यो चाहिँ सम्भवताको ढोकाहरु हुन सक्छ। With God, nothing is impossible. परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन। Now, I want us to return to Ephesians chapter 6, म चाहन्छु एफिसी 6 अध्यायलाई तपाईले verse 11 to 18. एफिसी 6 अध्यायको 11 देखि 18 सम्म पढ्नुस् त। Paul wrote here to the Ephesians and to all of us, saying, put on the whole armor of God, that you may be able to stand against the wiles of the devil. अनि यहाँ भनेको छ दियाबलसका युक्तिहरूका विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरका सारा हात हतियार धारण गर। For we do not wrestle against flesh and blood, but against principalities, against powers, against the rulers of the darkness of this age, against spiritual hosts of wickedness in the heavenly places. र किनकि तिमीहरूको युद्ध शरीर र रगतको विरुद्धमा होइन तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका संसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानमा भएका
दुष्टैहरूका आत्मिक सेनाहरूका विरुद्धमा हो। Verse 13, therefore take up the whole armor of God that you may be, that you may be able to withstand in the evil day, and having done all, to stand. 13 पदमा सही कारण परमेश्वरका सारा हात हतियार उठाओ र यसरी खराब दिनको सामना गर्न सक र सबै काम गरेर खडा हुन सक्ने हौ। And now he gives a description of this armor that God gives us. र यहाँ चाहिँ हामीलाई उहाँले चाहिँ के कुरा चाहिँ हामीले लगाउनु पर्छ भन्ने कुराको अनि त्यो लिस्ट हामीलाई दिनुभएको छ है। And if you can imagine from the days of Paul, a Roman soldier, how he would be equipped, this is the description he is using to describe the armor of God that God gives us. अनि यहाँ चाहिँ हामी देख्न सक्छौं पावलले कसरी यहाँ उल्लेख गर्नुभएको छ जुन त्यति बेलामा अनि रोमीहरूका सेनाहरूले पनि त्यो ती हात हतियारहरू चाहिँ लगाउने गर्थे, ती हात हतियार उनीहरूले प्रयोग गर्ने गर्थे। So he tells us to put on the belt or to tie up, gird up our waist with truth. अनि उनीहरूले आफ्नो कम्मर चाहिँ धार्मिकताको सत्यताको धार्मिकताको अनि त्यो कम्मर चाहिँ बेल्टले बान्ने गर्थे। You see, the devil hates truth. शैतानले जहिले पनि सत्यतालाई अनि त्यहाँ चाहिँ घृणा गर्ने गर्छ। He is the father of lies. शैतान चाहिँ झुटको पिता हो। And he causes a lot of deception all over the world. सारा संसारभरि त्यसले चाहिँ भ्रमलाई फैलाइराखेको छ शैतानले। We must hold fast to the truth. त्यसकारण हामीले सत्यतालाई बडो जोडसँग अनि पक्रिनु पर्छ, समात्नु पर्छ सत्यतालाई। We must speak God's word and hold fast to it, because God's word is truth. हामीले परमेश्वरको वचनलाई पक्रिराख्नु पर्छ किनभने परमेश्वरको वचन सत्य छ। Jesus is the living word, and he said, I am the way, the truth, and the life. अनि येशू चाहिँ उहाँले भन्नुभएको छ बाटो सत्य र जीवन म नै हुँ। So hold fast to the truth of God's word. त्यसै कारण परमेश्वरको सत्यतालाई तपाईले पक्रिराख्नुहोस्। There are many deceptive voices out there. अनि त्यहाँ चाहिँ धोका दिने भरमाउने धेरै अनि त्यहाँ चाहिँ आवाजहरू आउँछन्। In the world, but sometimes even in the church. अनि संसारमा पनि त्यो आवाजहरू आइरहेका छन्, त्यहाँ चाहिँ मण्डलीमा पनि ती धोका दिने आत्माहरू झुटका आत्माहरू आइरहेका छन्। Secondly, he says, put on the breastplate of righteousness. अनि अर्को यहाँ 14 पद भनेको छ कि धार्मिकताको छाती पत्ता लगाएर खडा हो। Remember what we read in Ephesians, that Paul said, by grace are you saved through faith. बाइबलले हामीलाई अनि पावलले बाइबलमा बताउनु भएको छ अनुग्रहले तिमीहरू प्रभु येशूमा बाँचेका छौ। And he said that not of yourselves that any man should boast. तिमीहरू आफ्नै कामले होइन तर तिमीहरूमा चाहिँ घमण्ड आउने छ। You see, we are saved by the grace of God. अनि हामी चाहिँ परमेश्वरको अनुग्रहले बाँचेका छौं। तिमीले लेख्नुस् है। By believing in the supreme sacrifice of Jesus Christ on the cross. जुन चाहिँ प्रभु येशूले हाम्रो निम्ति क्रुसमा जुन अनि त्यो बलिदान हुनुभयो त्यो बलिदानले हामी चाहिँ बाँचेका छौं। And if we believe on Jesus Christ and believe that he died and paid for our sins, उहाँले हाम्रो निम्ति त्यहाँ चाहिँ क्रुसमा मर्नुभयो, हाम्रो पापको साटो उहाँले चाहिँ बलिदान हुनुभयो। and we believe that he resurrected from the dead, हामी विश्वास गर्छौं उहाँ चाहिँ मृत्युबाट बौरी उठ्नुभयो।
then we are justified. र हामी चाहिँ आज धर्मी ठहरिएका छौँ And we have a right standing before God. के हाम्रो अनि उपस्थिति परमेश्वरको अगाडि एकदम सत्य हुन्छ You see, in the days when there were kings in countries on earth, you could not come to a king unless you had the right standing to be before him. अनि त्यति बेलामा चाहिँ अहिले चाहिँ राजाको अगाडि उभिनको लागि एकदमै सतर्क भएर उभिनु पर्थ्यो यदि खडा हुनलाई अनि चाहिँ त्यहाँ उभिनको लागि हामी राम्रोसँग हामीले गर्दै थियौँ भने त्यति बेला चाहिँ कोही पनि मानिस त्यहाँ राजाको अगाडि उभिन पाउँदैन थिए You cannot go before a judge unless you have the right standing to be there before him. यदि न्यायाधीशको अगाडि पनि तपाईहरु राम्रोसँग उभिन सक्नु भएन जान्नु भएन भने त्यहाँ न्यायाधीशको अगाडि पनि तपाईलाई उभिन दिइदैन Because we were sinners, we could not come and stand before a righteous God. हामी पापी भएको कारणले हामी धर्मी परमेश्वरसँग कहिले त्यहाँ चाहिँ हामी खडा हुन सक्दैनथ्यौं But because of the sacrifice of Jesus Christ on the cross, when we believe in him, we are justified and we have a right standing before God. र उहाँले हामीलाई धर्मी ठहराएको कारणले आज हामी उहाँको नजिक हामी उहाँ सँगसँगै भएर स्वर्गीय स्थानहरुमा उहाँसँगै बस्ने अधिकार पाएका छौं And we can come boldly before the throne of God and present our needs. अनि तर हामीले हाम्रो परमेश्वरको अगाडि हाम्रा सारा खाँचहरु अभावहरु हामीले चाहिँ उहाँको अगाडि राख्न पाउँछौं So the breastplate of righteousness, it protects your heart. अनि त्यो धार्मिकताको छाती पाताले तपाईको अनि छातीलाई बचाउने काम गर्छ If the devil comes with lies and doubts and he says, you are not born again, you're still a sinner, you can just rebuke him and say, no, my sins are all washed away. I am righteous before God because of what Jesus did for me. शैतान आउँछ हामीलाई बकाउँछ र भन्छ तिमीहरु चाहिँ हाम्रो हृदयमा त्यसले अनि शंका हालिदिन्छ र भन्छ तिमीहरुले नयाँ जन्म पाएका छैनौ तिमीहरु चाहिँ पापी छौ तिमीहरु अधर्मी छौ तिमीहरु परमेश्वरका हैनौ तिमीहरु चाहिँ एकदमै खतम छौ भनेर अनि त्यो चाहिँ शैतानले हामीलाई बकाउने गर्छ हाम्रो हृदयमा कमजोरी पार्ने गर्छ जब हामी परमेश्वरको वचनलाई अनि धार्मिकताको छातीपाता लगाउँछौं भने त्यो वचनले त्यो छातीपाताले हामीलाई जोगाउनेछ Next, he talks about having our feet shod with the preparation of the gospel of peace. अर्को चाहिँ 15 भनेको छ खुट्टामा मिलापको सुसमाचारका जुत्ता लगाएर तयार हौ Now, when football players play, they have cleats under shoes so they could be sturdy when they run chasing the ball in the field. अनि त्यहाँ हामी देख्न सक्छौं अनि त्यो फुटबल खेलाडीहरुको जुत्ताको तल चाहिँ नुकिला तिनी काँटीहरु हुन्छन् अनि दौड्ने बेलामा त्यसले तिनीहरुलाई जोगाउने गर्छ Well, when the Roman soldiers went to battle, they also had cleats on their shoes so that they would not slip, so that they would have a sturdy grip to the ground when they were engaged in battle. अनि हामी देख्छौं रोमीका सेनाहरुको त्यति बेलामा लडाईमा जाने बेलामा जुत्ताहरु लगाउने गर्थ्यो त्यो जुत्ताको तलपट्टि अनि गोटी हुने गर्थ्यो काँटी हुने त्यो गोटीले के गर्छ भन्दाखेरि उनीहरु दौडिने बेलामा चिप्लिन दिदैन थियो अनि त्यसैकारण त्यो जुत्ताको त्यो चाहिँ काँटी भएको जुत्ता लगाउने गर्थे उनीहरुले Well, we need to have a sturdy footing as we take the gospel of Jesus Christ to the nations. जब हामीले सुसमाचार पुर्याउँछौं त्यति बेला हामीले मिलापका जुत्ता लगाउनु पर्छ Feet are for walking, for moving. अनि खुट्टाहरु चाहिँ हिड्नको लागि हो हाम्रो शरीरलाई
चलाउनको लागि हो। Jesus wants us to spread the good news by walking and going places to tell people about him. येशूले पनि के गर्नुभयो भन्दाखेरि खुट्टाले हिँडेर जानुभयो, ठाउँ ठाउँमा गएर उहाँले सुसमाचारहरू प्रचार गर्नुभयो। Then he says, above all, taking the shield of faith, with which you are able to quench all the fiery darts of the wicked one. त्यसकारण अनि तिमीहरूले त्यो चाहिँ मुक्तिको टोप लगाओ ताकि तिमीहरूले चाहिँ सबै ती अग्नि बाणहरू निभाउन सक्नेछौ। So you see, sometimes we picture a Roman soldier with a small round shield. हामी देख्छौँ रोमी सेनाहरूले एउटा गोलो प्रकारको एउटा त्यो हातमा समात्ने ढालहरू चाहिँ त्यसलाई चाहिँ त्यो लिएर बस्थे उनीहरूले। Those were the shields for parades. Pardon? Those were shields for parades when soldiers parade in front of people. Okay. अनि त्यो चाहिँ एउटा त्यो ढाल चाहिँ के हो भन्दा अनि जब तिनीहरूलाई त्यो अग्नि बाण हानिन्थ्यो त्यो चाहिँ तिनीहरूले छेक्ने गर्थे। But they had a different shield when they went to battle, and it was a large wooden shield. तर जब तिनीहरू चाहिँ लडाईँमा जाने बेलामा चाहिँ अलिक ठुलो प्रकारको त्यो त्यो चाहिँ ढाल चाहिँ तिनीहरूसँग हुन्थ्यो। And this large shield was big enough to protect their body. अनि त्यो ठुलो ढालले उनीहरूको शरीरलाई बचाउनको लागि त्यो चाहिँ सुरक्षा त्यसले दिन्थ्यो। And the soldiers could put all of these shields together and form like a wall of shields. अनि त्यो चाहिँ त्यो ढालले शरीरलाई बचाउने काम गर्थ्यो। Now, these were made out of wood, so they needed to wet those shields in water, and otherwise the fiery darts of the enemy could set that shield on fire and it would be gone. तिनीहरूले त्यो ढाल चाहिँ केसको बनाउँथे भन्दा काठको बनाउँथे। अनि त्यो काठलाई के गर्थे भन्दा अनि उनीहरू रातभरि त्यो चाहिँ पानीमा डुबाइराख्थे। अनि त्यो चिसो हुन्थ्यो अनि तिनीहरूले लिएर जान्थे। अनि जब दुश्मनहरूले अग्नि बाणहरू हान्थे अनि त्यो चाहिँ तिनीहरूले त्यो चिसोले गर्दाखेरि त्यो निभिहाल्थ्यो, नत्र भने तिनीहरू त त्यो पानीमा नभिजाएको भए त्यो तिनीहरू त्यही मर्न सक्थे। So when the wood was wet, the fiery darts of the enemy could not set the shield on fire. The soldier would have protection. तिनीहरूले रातभरि भिजाएर नराखेको भइदिएको भए त त्यहाँ आगोको बाणहरूले त्यो चाहिँ जलेर सकिन्थ्यो, ती मरिहाल्ने थिए। The devil shoots fiery darts at you. शैतानले तपाईहरुलाई पनि के गरिरहेको हुन्छ भन्दाखेरि अग्नि बाणहरू तपाईलाई पनि हानिरहेको हुन्छ शैतानले। Darts of unbelief, of doubt, अविश्वासको बाण हान्छ तपाईलाई, lies. झुटको बाण हान्छ। But if your shield is wet and soaked with the word of God, those fiery darts will not penetrate and will not destroy your protection. शैतानले पनि तपाईलाई के गर्छ भन्दाखेरि त्यो बाण हान्ने हुन्छ, अविश्वासको बाण अनि शंकाको बाण अनि झगडाको बाण, नराम्रा कुराको विचार हालिदिने बाण तपाई मित्र हालिदिएको हुन्छ। तर तपाईले आफ्नो त्यो चाहिँ शिललाई अथवा आफ्नो त्यो ढाललाई पानीमा भिजाएर राख्नु भएन भने शैतानले हानेका ती अग्नि बाणहरूले तपाईको त्यो ढाललाई जलाइहाल्नेछ। So you need to know God's word. You need to be filled with his word. So when the devil comes with lies, you could tell him like Jesus did, "No, devil, it is written." तपाईहरुले तपाईको हृदयलाई परमेश्वरको वचनले के गर्नुपर्छ, भिजाउनु पर्छ। अनि त्यसपछि जब शैतानले अन्त्य अग्नि बाण तपाईको विरुद्धमा हान्ने छ अनि तपाईहरुले के गर्नुपर्छ भन्दा जसरी येशूले पनि
त्यो शैतानलाई भन्नुभएको थियो वचनद्वारा त्यसलाई हकार्नु भएको थियो। त्यसै गरी तपाईहरुले पनि शैतानलाई वचनद्वारा हकार्नु पर्नेछ। And take the helmet of salvation. मुक्तिको टोप लगाओ। The helmet protects our head. अनि के गर्छ भन्दाखेरि त्यो टोपले हाम्रो टाउकोलाई के गर्छ? बचाउने काम गर्छ। It protects our thoughts. यसले हाम्रो विचारहरूलाई पनि बचाउने काम गर्छ। Somebody said you cannot stop a bird from flying over your head. अनि कसैले भन्ने गर्नुहुन्थ्यो तपाईको टाउको माथिबाट चराहरू उड्न तपाईले रोक्न सक्नुहुन्न। But you can stop the bird from making a nest on top of your head. तर तपाईले के कुरा रोक्न सक्नुहुन्छ भने त्यो चरालाई आफ्नो टाउकोमाथि गुड लगाउन रोक्न सक्नुहुन्छ। Every day you are bombarded by hundreds, if not thousands, of thoughts that come to you. तपाईको हृदयमा प्रत्येक दिन हजारौं लाखौं अनि सोच र विचार आउने गर्छन्। Do not think on the bad thoughts. तपाईले नराम्रा कुराहरू चाहिँ तपाईले कहिल्यै पनि नसोच्नुहोस् है। Do not allow that nest to be built on your head, so to speak. Let that thought come and go. Just send it right out if it's not a good thought. यदि नराम्रा विचारहरू तपाईको दिमागमा आउँछ भने ननिदाउनुहोस् है त। त्यसपछि अनि तपाईले त्यसलाई गुण बनाएर नराख्नुहोस्। त्यसलाई आउँछन् अनि जान्छन्, त्यसलाई छोड्दिनुहोस् नराम्रो विचार आए। Bring every thought into submission to Christ and the knowledge of Christ. हरेक विचारहरूलाई तपाईले ख्रीष्ट येशूको अनि त्यो ज्ञान अनुसार अनि तपाईले अनि त्यसलाई हुन दिनुहोस्। Because if you are not careful, you will allow strongholds in your mind that are not of God. अनि यदि तपाईमा परमेश्वरको वचनहरू छैन भने अनि त्यो चाहिँ नराम्रा कुराहरूले तपाईको हृदयमा वास गर्नेछ। Because of wrong thinking, wrong understanding, because of doubt, because of unbelief. नराम्रा सोच विचारहरू शंकाहरू त्यहाँ चाहिँ हालिदिन्छ शैतानले। So you need the protection of that helmet of salvation. त्यसकारण तपाईलाई मुक्तिको टोपको खाँचो पर्छ। If the devil brings doubts, just speak what God's word says. र शैतानले तपाई भित्र शंका हालिदिन्छ अनि तपाईले परमेश्वरको वचन अनुसार त्यसलाई हकार्नुहोस्। शैतान त चुरैजा भन्नुहोस्। It is written. भन्नुहोस् यो लेखिएको छ। Now, next he says to take the sword of the Spirit, which is the word of God. अनि अर्को चाहिँ भनेको छ पवित्र आत्माको तरवार ल्याऊ जो चाहिँ परमेश्वरको वचन हो। Now, this is speaking about a rhema word of God, a specific word for a specific situation. यो चाहिँ अनि विशेष चाहिँ वचन चाहिँ विशेष प्रकारले लेखिएको अनि त्यो आत्मिक वचन हो। Now, when you speak God's word, when you preach the gospel of Jesus Christ, जब तपाईले सुसमाचार चाहिँ सुन्नुहुन्छ, the Bible tells us that the word of God is sharper than a two-edged sword. बाइबलले हामीलाई बताउँछ परमेश्वरको वचन दुई धारे तरवार भन्दा पनि धारिलो हुन्छ। And the word of God as a sword will penetrate between the soul and the spirit, revealing to that man that he is a sinner and he is in need of salvation. जो चाहिँ परमेश्वरको वचनले हामीलाई बताउँछ त्यो हामीलाई मुक्ति को खाँचो छ। But we also need to know how to use the specific word of God for the specific problem. हामीले परमेश्वरको वचनलाई अनि कुन समयमा कस्तो कस्तो समस्यामा कस्तो कस्तो बेलामा कुन कुन वचन हामीले प्रयोग गर्नुपर्छ त्यो पनि हामीले जारी राख्नु अति आवश्यक छ। Remember when Jesus was tempted, he had a specific answer with a specific scripture
for that particular temptation. अनि तपाईँले एउटा कुरा याद गर्नुहोस्, जब येशू ख्रीष्टलाई परीक्षा आएको थियो त्यति बेलामा उहाँले विशेष प्रकारको जुन वचनको खाँचो थियो त्यही वचन उहाँले त्यहाँ बोल्नु भएको कुरा हामी देख्न सक्छौँ। So get into God's word, study, read, memorize as much as you can. त्यसकारण तपाईँले जति सक्नुहुन्छ परमेश्वरको वचन पढ्नुहोस्, त्यसलाई अध्ययन गर्नुहोस्, मनन गर्नुहोस्, त्यसलाई कण्ठ गर्ने कोसिस गर्नुहोस्। बुझ्नुभयो? Learn God's word and preach God's word. परमेश्वरको वचनलाई सिक्नुहोस् र परमेश्वरको वचनलाई तपाईँले प्रचार गर्नुहोस्। आमेन। Amen. And notice what else Paul says. He says, and praying always with all prayer and supplication in the Spirit. अनि तपाईले पावलले भन्नुभएको छ, अनि सबै प्रार्थना र निवेदन साथ अनि सब समय पवित्र आत्मासँग प्रार्थना गर। It is so important that we stay in constant fellowship with God. त्यसकारण अनि हामी चाहिँ के हुन्छ भन्दा अनि निरन्तर परमेश्वरमा हामी रहिरहन्छौँ। Now you cannot be out at home on your knees 24 hours a day. हामी हाम्रो परमेश्वरसँग 24 घण्टासम्म घुँडा टेकेर अनि प्रार्थना गर्न सक्दैनौँ। But you could always stay in fellowship and communion with God. तर हामी परमेश्वरसँग सधैँभरि अनि उहाँको संगतिमा बस्न सक्छौँ र उहाँको उपस्थितिमा हामी रहन सक्छौँ। When you go to the store to buy some food, you pray for that person that you're giving the money to. जब तपाईले कुनै व्यक्तिलाई खानेकुराहरू दिनुहुन्छ अथवा चाहिँ भोकालाई खुवाउनुहुन्छ, when you see an ambulance carrying a sick person, you pray for the salvation and healing of that person. सुन्नुहोस् हैन, ननिदाउनुहोस्। अनि जब तपाईले देख्नुहुन्छ कुनै बिरामी लिएर एम्बुलेन्स गइरहेको हुन्छ, त्यति बेलामा तपाईले अनि त्यो बिरामी एम्बुलेन्समा गइरहेको बिरामीको लागि तपाईले प्रार्थना गर्नुहोस्, प्रभु यसलाई छुनुहोस्, निको पार्नुहोस् भनेर तपाईले प्रार्थना गर्न सक्नुहुन्छ। When you face a sudden problem, you turn to God and say, Lord, what should I do? Help me. तर भन्नुहोस् प्रभु समस्या आयो भने तपाईले प्रभुलाई भन्नुहोस्, प्रभु म के गरौँ, अब कसो गरौँ भनेर तपाईले प्रभुसँग सोध्नुहोस्, उहाँसँग अनुमति माग्नुहोस्। Be in communion with God. त्यसकारण परमेश्वर सँगसँगै तपाईले चाहिँ उहाँसँग तपाईले सम्बन्ध राख्नुहोस्। But when you pray with your understanding. That means in your language. तपाईले जब प्रार्थना गर्नुहुन्छ, तपाईले आफूले बुझ्ने भाषामा अनि आफ्नो भाषामा तपाईले प्रभुसँग प्रार्थना गर्नुहोस्। But also pray in the Spirit. Paul talks about praying in the Spirit here. बाइबलले भन्छ तिमीहरूले त्यो अन्य भाषामा पनि प्रार्थना गर। What does that mean? अनि यसको अर्थ के हो त? It means praying in the language that the Holy Spirit has given you when you were baptized in the Holy Spirit. तपाईले बप्तिस्मा साथ परमेश्वरको त्यो पवित्र आत्मा पाउनु भएको थियो, अन्य भाषामा पाउनु भएको थियो अनुसार पनि तपाईले प्रार्थना गर्नुहोस्। Because when we pray in the Holy Spirit, when we pray in tongues, we pray according to the perfect will of God. परमेश्वरको इच्छा अनुसार हामीले अनि जब आत्मामा प्रार्थना गर्छौं, उहाँको इच्छा अनुसार हामी प्रार्थना गर्छौं। And it is so important that we spend time not only praying in our language, but praying in tongues. जब हामी प्रार्थना गर्छौं त्यति बेला आफ्नो भाषामा मात्रै प्रार्थना होइन, तर हामीले अन्य भाषामा पनि प्रार्थना गर्नुपर्छ। बुझ्नुभयो? अन्य भाषामा। So remember, your war is not against people, it is against the devil and his demons. तपाईले एउटा कुरा याद गर्नुपर्छ कि तपाईका शब्दहरू मानिसहरूका विरुद्धमा होइन, तर तपाईका साथीहरूका विरुद्धमा होइन, तर तपाईका शब्दहरू शैतानको विरुद्धमा हुनुपर्छ। बुझ्नुभयो? We know the devil will end in the lake of fire. थाहा छ शैतान चाहिँ जहिले पनि
त्यो आगोको भट्टीमा त्यो हुन्छ। We know that Jesus defeated Satan. हामीलाई थाहा छ येशूले शैतानलाई हराइसक्नु भएको छ। And we are like spiritual policemen reminding the demons and the devil that they have no power or authority over us or other believers. हामी आत्मिकी सेनाहरू हौँ, आत्मिकी सिपाहीहरू हौँ। हामीले भनेर जानकारी दिएर शैतानलाई जानकारी गराउनु पर्छ, शैतान तैँले हारिसकेको छस्, तेरो चाहिँ अब कुनै शक्ति छैन भनेर हामीले चाहिँ त्यसलाई बताउनु पर्छ, किनकि हामी के हौँ त आत्मिक सिपाहीहरू हौँ। आमेन। So remember, do not be afraid. त्यसकारण तपाईँ नडराउनुहोस्। Jesus defeated the devil. येशूले शैतानलाई हराइसक्नु भयो। And we have victory through Jesus Christ. हामीले येशू ख्रीष्टमा अनि विजय प्राप्त गरेका छौँ। God richly bless you. परमेश्वर तपाईँलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। And to those watching online, please share this program. There are many people who need to hear this. And thank you for your attention. And thank you, students, for being attentive. Thank you, Pastor Deepak, for translating. God richly bless you.